आज हामी मेरा मित्र माननीय अर्थमन्त्री विष्णु पौडेलजीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 को बजेटमाथि सामान्य छलफलको प्रक्रियामा छौँ। यो सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा र यो बजेटको नीतिगत पक्ष र यसका प्राथमिकताहरू प्रस्तुत गर्दा नै कस्तो बजेट आउँछ भनेर सङ्केत गरेको थियो र त्यसबारेमा मैले प्रष्ट आफ्नो धारणा राखेको थिएँ, पार्टीको धारणा राखेको थिएँ। आज बजेट त्यही अनुरूप आएको छ। अर्थात् आज देशको राष्ट्रको प्रमुख कार्यभार सामाजिक न्यायसहितको समृद्धिमा फड्को, त्यसलाई सम्बोधन गर्ने गरी बजेट आउन सकेन। बजेटले आज बाहिर चर्चा गरे जस्तो यसको एउटा पक्ष यथार्थवादी हुन खोजेको, व्यवहारिक हुन खोजेको, सन्तुलित बनाउन खोजिएको भन्ने जो चर्चा छ, म के ध्यानाकर्षण गराउन चाहन्छु भने यथार्थको दुईटा पाटो हुन्छन्। एउटा यथार्थवादी पाटो, एउटा यथास्थितिवादी पाटो, मरणशील पाटो, अर्को यथार्थको जीवनशील पाटो, सम्भावनाहरूको पाटो। त्यसकारणले यो बजेटले यथार्थको त्यो यथास्थितिवादी पाटो, यथार्थको एउटा पाटोलाई त पक्रियो तर यथास्थितिवादी पाटोलाई पक्रियो र यसले यो बजेटकोलाई आशावादी, सम्भावना पक्रिने गरी दृढ निश्चयका साथ एउटा बोल्ड भिजन, सोच र कार्यक्रमका साथ प्रस्तुत गर्न सकेन र यसले आजको राष्ट्रिय आवश्यकतालाई पटक्कै सम्बोधन गर्न सकेको छैन। त्यसकारणले यो बजेटलाई मैले यो दृढ निश्चय र सङ्कल्प बिनाको, प्रष्ट सोच बिनाको, आजको आवश्यकतालाई सम्बोधन गर्न नसक्ने गरी ल्याइएको प्रशासनिक वित्तीय बजेट भन्न रुचाउँछु। यो काम चलाउ बजेट हो। अहिलेको आवश्यकता त्यो होइन। आवश्यकता थियो राजनीतिक, आर्थिक, वित्तीय दस्तावेजको। तर यो बजेट दस्तावेज प्रशासनिक र वित्तीय दस्तावेजको रूपमा मात्रै आयो। त्यसले आजको आवश्यकतालाई यसले सम्बोधन गर्न सक्दैन। त्यसकारण त्यो यथास्थितिवादी हुन पुगेको छ र कस्तो छ भने यसको यथार्थको यो पाटोलाई पक्रियो कि राजस्व यति उठ्छ, यो राजस्व यति उठ्न सक्छ, त्यसकारणले यो तलब प्रशासनिक खर्चमा यति छ, बाँकी यति हुन्छ, त्यति अब यही विकासमा 2-4 यसो देखाउने गरेर बाँड्दिउँ र केही नयाँ शब्दावलीहरू सहित पनि राख्दिउँ भन्ने छ। त्यसरी अहिले देशको समस्याको समाधान हुन सक्दैन। नयाँ सम्भावनाहरू के छन्? जस्तो भनौँ न, राजस्व जति सङ्कलन गरेछ 40% राजस्वमा चुवाड छ भनेर सबैले स्वीकार गरेका छन् अर्थविदहरूले। त्यस्तै मितव्ययिताको कोणबाट सामान्य खर्च कटाउन सक्ने धेरै सम्भावनाहरू छन् र पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्ने थुप्रै चाहिँ चुनौतीहरूलाई सम्बोधन गर्नुपर्ने छ। त्यो दिशातिर ध्यानै दिएको छैन। त्यसकारणले यो यथास्थितिवादी, काम चलाउ प्रशासनिक बजेट मात्रै भएको छ, जसले आजको आवश्यकतालाई सम्बोधन गर्न सक्दैन। दोस्रो कुरा, राजनीतिको कोणबाट भन्यो भने आज हाम्रो देशमा युगान्तकारी महत्त्वको राजनीतिक परिवर्तनपछि जो सामाजिक आर्थिक रूपान्तरणको माग गरेको छ, विकास र समृद्धिको प्रक्रियाको तीव्रताको माग गरेको छ, फड्कोको माग गरेको छ र नेपालीहरूलाई डेलिभरी दिएर नयाँ जीवन दिने माग गरेको छ, त्यसको दिशामा हामीले सकारात्मक काम केही गरेका छैनौँ भने गरेका छौँ। तर पनि त्यसले अपेक्षा गरे अनुसार नेपाली समाजको आजको आवश्यकता हुन नसकेको कारणले जनतामा असन्तुष्टि छ र त्यसले आक्रोश पनि एक स्तरमा व्यक्त गरेका छ र निराशा पनि पैदा गरेका छ। त्यसमाथि टेकेर प्रतिगामी शक्तिहरू, पुनरुत्थानवादी राजावादी शक्तिहरू अहिले सल्बल्याइराखेका छन्, क्रियाशील हुन थालिराखेका छन्। आजको बजेटले त्यसलाई राजनीतिक कोणबाट पनि सम्बोधन गर्न सक्नुपर्छ र आजको यो प्रतिगमनको खतरालाई अन्त गर्ने अचुक अस्त्र भनेको सुशासन, समृद्धि र सामाजिक न्याय बाहेक अरू केही हुनै सक्दैन। हामीले प्रतिगमनको राजनीतिक प्रतिवाद पनि गर्नुपर्छ, त्यो ठिक छ, तर प्रतिगमनको मुर्दाबाद भनेर मात्रै प्रतिगमनलाई परास्त गर्न सकिँदैन। सुशासन, समृद्धि र सामाजिक न्याय नै त्यसको अचुक अस्त्र हो। अहिलेको बजेटले त्यो अवसरको रूपमा लिनुपर्थ्यो। 2/3 करिब सरकार
सरकारले चाहिँ यो अवसरको रूपमा त्यसलाई प्रयोग गर्नु पर्थ्यो, त्यो दिशातिर गएन। यसले राजनीतिक कार्यभार पनि पुरा गरेन, राजनीतिक दायित्व पनि पुरा गरेन। दोस्रो कुरा, यसमा संविधानको मूल मर्म र भावनालाई पनि पक्रन सकेको छैन। हामी नेकपामा पनि सँगै काम गर्थ्यौँ, नेकपा नहुँदाखेरि पनि हामीले धेरै छलफल गर्ने गर्थ्यौँ, तर पनि नेपालमा धेरै मेहनत गरेर हामीले अर्थतन्त्रलाई समाजवाद उन्मुख अर्थतन्त्र, नेपाली समाजको अहिलेको लोकतन्त्रलाई समाजवाद उन्मुख लोकतन्त्र, समावेशी लोकतन्त्र भन्यौँ। तर यसले पुरै नवउदारवादलाई पक्षपोषण गरेको छ र बजारवादलाई पक्षपोषण गरेको छ। र यसले गर्ने के हो अन्ततः भन्दाखेरि चाहिँ यसले अहिले जो विश्वमा वैश्वीकरणको ग्लोबलाइजेसनको जो नेगेटिभ पक्ष छ, नेगेटिभ पक्षलाई आत्मसात गर्ने र विश्व एकाधिकार वित्तीय पुँजीवादको एउटा अङ्ग नेपालको अर्थतन्त्रलाई बनाउने दिशातिर मात्र यसले काम गर्छ र त्यसको साथसाथै त्यसको परिणामस्वरूप नेपालमा दलाल पुँजीवादलाई प्रोत्साहित गर्छ। र दलाल पुँजीवादको सन्दर्भमा अहिले समय छैन, मैले धेरै छलफल गर्नु छ जस्तो लाग्छ राष्ट्रमा। दलाल पुँजीवाद त्यत्तिकै दलाल पुँजीवाद भनेर भ्रष्टाचारीहरू केही भएको कारणले उनीहरूलाई कारबाही गर्नुपर्दैन भन्ने होइन। नेपालमा दलाल पुँजीवादलाई नियन्त्रण गर्न सकिएन, त्यसलाई अन्त गर्न सकिएन भने राष्ट्रिय पुँजीको विकास हुँदैन, औद्योगिकीकरणको प्रक्रिया अगाडि बढ्दैन, स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र बन्दैन, रोजगारी सिर्जना गर्दैन र देशको अहिलेको आवश्यकता पुरा हुँदैन। त्यसकारण यसले दलाल पुँजीवादलाई प्रोत्साहित गर्ने प्रकृतिको बजेट प्रस्तुत भएकोमा म दुःख पनि व्यक्त गर्न चाहन्छु। र यसलाई कसरी करेक्सन गर्नुहुन्छ, किनभने बजेटको प्रणालीले कमा र फुल स्टप पनि चेन्ज नगर्ने भनिएको छ, तर यो त्यस अन्तर्गत संविधानको स्पिरिटलाई पनि पक्रेन र यसले नेपालमा राष्ट्रिय पुँजीको निर्माण गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकास गर्ने दिशातिर यसले कुनै पहल गतिविधि देखाउँदैन, आशा पैदा गर्दैन। तेस्रो कुरा, नेपालको अहिले जो अर्थतन्त्रको अवस्था छ, हामी धेरै सकारात्मक सूचकहरूको चर्चा गर्छौँ। मेरा मित्र पनि यहीँ हुनुहुन्छ, हामी छलफल गर्दाखेरि सायद एकै ठाउँमा पुगौँला। बाह्य पक्षहरूमा केही सकारात्मक सूचकहरू, सकारात्मक प्रगति छ, तर त्यो पनि बाह्य पक्ष भन्नाले विदेशी मुद्रा सञ्चिति, शोधनान्तर स्थितिमा छ र थोरै व्यापार घाटामा कमी आएको छ, तर त्यो किञ्चित मात्र हो। त्यो कुरा चाहिँ हाम्रो अर्थतन्त्रमा गतिशीलता भएर उत्पादन बढेर होइन, हाम्रो मागको सङ्कुचनले हो। हाम्रो मागको सङ्कुचन के कारणले भयो त भन्दाखेरि हामीले रोजगारी दिन सकेनौँ, क्रय शक्ति बढाउन सकेनौँ। क्रय शक्ति भएपछि उपभोग क्षमता बढ्दैन, माग घट्छ, हाम्रो उद्योग कल कारखानाहरूको ल्यागत आफ्नो क्षमताअनुसार कम हुन्छ, बढी उद्योग कल कारखाना खुल्ने कुरै छैन, त्यसले गर्दाखेरि राजस्व उठ्दैन, पुँजी निर्माण हुँदैन, एउटा चक्रमा हामी फस्छौँ। नेपाली समाजको आजको अर्थतन्त्रको मूल पक्ष यो हो। मूल पक्ष त्यो सकारात्मक सूचीहरूले इङ्गित गर्दैनन्। त्यसकारणले आर्थिक शिथिलताको स्थिति उत्पन्न भएको छ, त्यसलाई सम्बोधन गर्ने गरी जो आँटले आउनुपर्ने थियो त्यो दिशातिर यो आउन सकेको छैन। अहिले जस्तो भनौँ न, निरपेक्ष गरिबीको रेखामुनि जति छ, बजेट पुस्तिकाको एउटा अंशमा के भनिएको छ भने निरपेक्ष गरिबीको अन्त्य गर्न सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा लक्षित कार्यक्रम सञ्चालन गरिनेछ। यही हो। त्यसकारणले यसले यो पक्षलाई यसले सम्बोधन गर्दैन। अब जहाँसम्म आर्थिक वृद्धिको कुरा छ, यसले 6% आर्थिक वृद्धिको कुराकानी गरेको छ। हाम्रो 16औं पञ्चवर्षीय योजनाले यो वर्ष 6.6% आर्थिक वृद्धि हुनुपर्छ भनेर यसले दिशानिर्देश गरेको छ वा खाका बनाएको छ। त्योसँग त यो मेल खान्न त्योभन्दा घटी छ, तर 6.6 आर्थिक वृद्धि हुने, 6% आर्थिक वृद्धि हुने कुनै सम्भावना यसको सारा अहिलेको प्रोजेक्टहरूले दिँदैन, बजेट विन्यासले दिँदैन, यसको जोडले दिँदैन, यसको कोडले दिँदैन। यो नेचुरल्ली हुने 4.5% वरपर हुन्छ यसको आर्थिक वृद्धि, तपाईँले लेखेर राख्दा हुन्छ। त्यसकारणले हामी कसरी अगाडि फड्कोकारी ढङ्गले अगाडि बढ्न सक्छौँ? त्यसकारण यो कोडबाट हामीले जस्तो 2026मा चाहिँ लिस्ट डेभलप कन्ट्रिजबाट हामीले ग्रेजुएसन गर्ने भनेको छौँ, त्यो पनि सम्भव छैन। यो हिसाबले सरल ढङ्गले, जटिल ढङ्गले घोषणा गर्न त सम्भव होला, अप्ठ्यारो गरी। त्यस्तै 2030सम्म दिगो विकासको लक्ष्य पुरा गर्ने, त्यसलाई पनि एक सकारात्मक योगदान गर्दैन। 2030मा मध्य आय भएको मुलुकमा पुर्याउने भने त्यसलाई पनि योगदान गर्दैन। त्यसकारण लक्ष्य प्राप्तिमा यसले सहयोग पुर्याउने देखिन्न। त्यसैले यो अर्थतन्त्रको अहिलेको अवस्था जो छ त्यसको कमजोर शिथिल पक्षहरूलाई सम्बोधन गरेर हामीले हाम्रा लक्ष्यहरूलाई पुरा गर्ने दिशातिर सहयोग गर्नुपर्ने बजेट त्यसले योगदान गर्न सक्ने पनि देखिएन।
अहिले नेपालको आर्थिक समृद्धिको तीव्रताको लागि हामीले ध्यान दिनुपर्ने के भने सुशासन, उत्पादनशील लगानी, रोजगारी वृद्धि र पुँजीगत बजेटको कार्यान्वयन क्षेत्रमा अभिवृद्धि, रोजगारी सृजना त्यही मैले भनि नै हालेँ। त्यसपछि विद्यमान स्रोतको उपयोगको क्षमता, चौथो पुँजीगत खर्च कार्यान्वयनको क्षमतामा वृद्धि र पाँचौँ खराब कर्जा पनि एउटा महत्त्वपूर्ण पक्ष हो, त्यसमा नियमन यो डरलाग्दो पक्ष छ। तर मैले लामो व्याख्या गर्न त अहिले सम्भव छैन, तर सुशासनको सन्दर्भमा यसले सुशासन अपनाउने बाहेक सुशासनको बारेमा कुनै प्रभावकारी कदम चाल्ने, बोल्ड कदम चाल्ने कुनै नीति योजना खाका प्रस्तुत गर्न सकेको छैन र यसको व्यवहारबाट त्यसको विरुद्धमा गइराखेको छ। त्यसकारण त्यस दिशामा यसले के आशा गर्न सक्दैन। त्यसकारणले गर्दाखेरि सुशासन नेपालको विकास र आर्थिक विकासको प्रक्रियाको पूर्व शर्त हो, त्यो बिना अगाडि बढ्नै सक्दैन। मितव्ययताको जहाँसम्म कुरा छ, अहिलेको 2/3 सरकारले हाम्रो राजस्व कम छ, त्यसकारणले बजेट यस्तो साइजको बनाउनु पर्यो भन्ने सरकारले त मितव्ययताको सन्दर्भमा कमसेकम जो डिलिराज खनालको आयोगले दिएको प्रतिवेदन छ त्यो प्रतिवेदनलाई कार्यान्वयन गर्छु मितव्ययतासँग पुरा भनेर बोल्डली आउनु पर्थ्यो। त्यो मितव्ययताको क्षेत्रमा पनि यसले केही ठोस गर्न सकेको छैन। जहाँसम्म रोजगारी सृजनाको कुरा हो, मैले एउटा मात्रै उदाहरण दिन चाहन्छु। रोजगारी सृजनामा स्टार्टअपलाई प्राथमिकता दिने भनिएको छ र 73 अरब करोड खर्च छुट्याएको छ। गएको बजेटमा बरु हामीले 1 अरब छुट्याएका छौँ, अहिले त्यसलाई घटाइएको छ हैन। यसरी स्टार्टअप योजनालाई र अरू केही निजी व्यवसायलाई प्रोत्साहन गर्ने जो साना साना कुराहरू छन् त्यसले मात्रै हामीले चाहिँ फड्को मार्न सक्दैनौँ। जहाँसम्म स्रोतको के अरे खर्च गर्ने कुरा छ, 8 खरब रूपमा ब्याङ्कमा छ लगानी गर्न सकिने। हाम्रो रेमिट्यान्स बढै छ, रेमिट्यान्स बढ्यो भनेर एकदम घमण्ड गर्नुपर्ने स्थिति त होइन। हामीले नेपालीहरू सबै बाहिर पठाऊ, हामी त्यसै अनुसार राज्य चलाउँछौँ भन्ने दृष्टिकोणले हामीलाई घातक हुन्छ। तैपनि अहिले रेमिट्यान्स बढेको छ। त्यो रेमिट्यान्सबाट आएकोलाई एउटा कन्ज्युमरिजमतिर, उपभोगवादी चाहिँ खर्चतिर नलगाइकन कसरी त्यसलाई चाहिँ पुँजी निर्माणको प्रक्रियातिर, लगानीको प्रक्रियातिर लैजाने भन्ने सोच पनि छैन। बैङ्कमा भएको पुँजी लगानीको सोच पनि छैन। त्यस कारण आफूसँग भएको स्रोतको खर्च गर्ने सोच पनि छैन। र त्यस पछाडि चाहिँ पुँजीगत खर्च कार्यान्वयनको क्षमता जहिले पनि 60% भन्दा बढी खर्च हुन सकेकै छैन। पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्नु पर्यो। र खराब कर्जा, यो सम्बन्धमा म भन्न चाहन्छु, मान्य मन्त्रीजी हुनुहुन्छ, खराब कर्जा र यो जग्गाको मौद्रीकरणले हाम्रो अर्थतन्त्र एकदम डोमाडोल हुने स्थिति छ। अहिले खराब कर्जाको स्थिति छ कि केही ठुला घरानेहरूले आफ्नो ल्यागतभन्दा बढी ब्याङ्कसँग मिलेर कर्जा लिएका छन् र उनीहरू सबैले त्यो कर्जा नतिर्ने स्थिति र देश चाहिँमा यताउता गरिदियो भने हाम्रो अर्थतन्त्र धराशय हुने स्थिति छ। यो कुरामा ध्यान जानु पर्यो भन्ने मेरो कुरा छ। जहाँसम्म यो अहिले क्षेत्रगत कुरा छ, क्षेत्रगत कुराको हकमा मैले समय छैन। त्यसरी हेर्दा कृषिको कोणबाट हेर्दाखेरि म यति मात्रै भन्न चाहन्छु कि कृषिको कोणबाट आर्थिक रूपान्तरणको पहिलो आधार भनेको कृषि हो। कृषि क्षेत्रको रूपान्तरण 1-10 भित्र कृषि व्यापारमा सन्तुलन हासिल गर्नु छ। अहिले देशले वर्षेनी करिब 240 अरब रुपैयाँ कृषि व्यापार खपिरहेको छ, घाटा भोगिरहेको छ। यो कुनै पनि अवस्थामा उल्टाउनु पर्छ। कृषिमा 57.5 अरब रुपैयाँ विनियोजन गरेर केही हजार क्षेत्रफलमा सिँचाइ पुर्याएर कृषि क्षेत्रमा रूपान्तरण हुन सक्दैन। त्यस्तै गरेर 1 दर्जन सिँचाइका आयोजना वर्षदेखि सम्पन्न हुन सकेका छैनन्। बजेट विनियोजनको यो हिसाबले कृषिले प्राथमिकता पाउनु नसक्नु धेरै दुःखद कुरा हो। र न भूपयोग नीति लागू भएको छ, यो भूमि ब्याङ्कको अवधारणाको कामै छैन। अहिले धेरै आउटडेटेड भइसक्यो यो हैन। त्यसले काम पनि गर्दैन, होइन लागू गरेको भूमि उपयोग नीतिको पनि अहिले व्यवहारमा कार्यान्वयन भइसकेको छैन। ऊर्जा क्षेत्रमा अरू कुरामा छोडिदिनुहोस्, अहिले टेक एन्ड पे नीति लिएर आयो पिपिए गर्ने सन्दर्भमा। यसरी निजी क्षेत्रले लगानी गर्छ, ब्याङ्कले लगानी गर्छ। त्यसकारणले एकातिर चाहिँ 25,000 मेगावाट उत्पादनको लक्ष्य राख्ने, अर्कोतिर चाहिँ 65 अरबभन्दा बढी आफ्नो योजनाहरूमा लगानी गरिसकेको छ अनुमति लिएर, पिपिए गर्ने बेलामा चाहिँ टेक एन्ड पे को नीति लिन्छौँ भनेर हामीले निजी क्षेत्रलाई ऊर्जाको क्षेत्रमा अगाडि बढाउन सक्छौँ, प्रोत्साहित गर्न सक्छौँ र ऊर्जाका चाहिँ योजनाहरू कार्यान्वयन गर्न सक्छौँ। जल ऊर्जाका सक्दैनौँ। यो कुरालाई पुरै सच्याउनु जरुरी छ। पर्यटन क्षेत्रमा कुनै ठोस योजना छैन। म खालि मैले एउटा मात्रै कुरा गर्छु, लुम्बिनीको बृहत लुम्बिनी गुरुजनाको कुरा गरिएको छ। म पहिलो भन्न चाहन्छु, लुम्बिनी केन्जो टाङ्गेको मास्टर प्लान क्रियान्वयन गर्ने 7 अरब तपाईँ दिनुहुन्न अर्थमन्त्रीज्यू। त्यो केन्जो टाङ्गेको मास्टर प्लान त पुरा गरौँ। बृहत लुम्बिनी गुरुजनाको नि आवश्यकता छ, तर यो वर्षौँदेखिको यो मास्टर प्लान पुरा गरौँ।
र अरू थुप्रै पर्यटनको क्षेत्रका सम्भावनालाई हामीले पक्रन सक्नुपर्ने हुन्छ। सेवा क्षेत्रको हकमा हामीले श्रम निर्यात गर्ने बाहेक अहिले सेवा निर्यात गर्न सक्ने सम्भावना पैदा भएको छ। त्यो सम्भावनामा चाहिँ हामीले ध्यान दिनुपर्ने हो। त्यसमा पनि हामीले लगानी गर्न सक्ने 74 करोडको लगानी छ। अहिले डिजिटलमा हामीले धेरै लगानी गर्नुपर्ने हुन्छ, त्यो पनि सकेको छैन। शिक्षा क्षेत्रमा गुणात्मक लगानी वृद्धि गरेर यसलाई आमूल परिवर्तन गर्ने दिशातिर जानुपर्ने हो। शिक्षामा फेरि जोड दिएर भन्छु, पूर्वाधारको पनि पूर्वाधार हो। यसमा लगानी र यसमा ध्यान, यसमा योजना नयाँ ढङ्गले गर्नुपर्छ, प्याराडाइम सिफ्ट गर्नुपर्छ शिक्षा क्षेत्रमा। यो कुरामा पनि ध्यान जान सकेको छैन। र स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्यको चेतनामा प्राकृतिक चिकित्सा र आयुर्वेदमा योग र ध्यानमा एउटा निश्चित पर्सेन्टेज राखेर हामीले चाहिँ यसलाई योजनाबद्ध रूपमा अगाडि बढाउन सक्यो भने आरोग्यताको स्तर बढ्छ। त्यसैमा ध्यान छैन।